मेरो बर्थडे 50 वर्ष पुग्यो 50 इयर्स ओल्ड सो म आफ्नो नानीहरूलाई आज हामी सेलिब्रेसन गर्दैछु विथ प्रेज एन्ड दिस इज माई होम भन्ना भन्ना Cake is ready. Cake is ready. Happy birthday to you. हामी एउटा गीत गाउँ ल प्रभुलाई धन्यवाद दिउँ धन्यवाद यीशु धन्यवाद यीशु धन्यवाद यीशु मेरो मनदेखि धन्यवाद यीशु धन्यवाद यीशु धन्यवाद यीशु मेरो मनदेखि हालेलुया हालेलुया यीशु हालेलुया यीशु हालेलुया यीशु मेरो मनदेखि हालेलुया यीशु हालेलुया यीशु हालेलुया यीशु मेरो मनदेखि मेरो छोरीले मेरो लागि एउटा कविता भन्नुहुन्छ Loud and clear. म अगाडि दिनु भन्छु ल अगाडि खेलिन्छ खरसाङको चिसो हावामा 5 वटा ब्ल्याङ्केट ओढाउने लामो बाटोबाट पनि सन्डे स्कुल देखाउने मेरो पापा संसारलाई बाइबलको आँखा दिने प्रभुलाई मसँग ल्याउने मेरो पापा रिस कहिले नगर्नु सक्ने माया के हो सिकाउने मेरो पापा 9वटा फलसँग जिउने घरमा झगडा नहुनु दिने भेटाउँछु सबैलाई मेरो पापा गिटार अफ ट्युन बजाउँदै सिक्ने मेरो लागि वचन एक कुनामा बसेर बनाउने आजको बर्थडे बोय मेरो पापा म साँच्चै नै भन्छु प्रभुलाई तपाईँभित्र देख्छु जीवनको बाटोमा तपाईँ मेरो स्ट्रिट लाइट हो प्रभुसँग पुग्ने तपाईँ मेरो एउटै गाइड हो धन्यवाद थ्याङ्क यू ल अब हामी परमेश्वरको एउटा वचन हेरौँ ल यहाँ चाहिँ के छ भने चाहिँ Now today I am 50 years old. I am very young. बुढो भएको थिइनँ एकदम यङ अन्त त्यही हो आई एम भेरी ह्याप्पी मेरो सासू मेरो आमा होइन मेरो वाइफ मेरो सङ्गी साथी मेरो एउटै छोरी यति चाहिँ भन्छु बर्थडेमा है म तिमीलाई म पुरा माया गर्छु है तिमीहरू बिना मेरो लाइफ पनि चल्दैन हो कि भन्दा सबैलाई पापा बाबा आमालाई सबैलाई है र हाम्रो चाहिँ यो चाहिँ परिवार चाहिँ हामीलाई चाहिँ क्रिस्टले दिएको एउटा परिवार हो हामीलाई चाहिँ यहाँ चाहिँ हामीले चाहिँ आशिष मात्रै हामीले चाहिँ बोल्नुपर्छ मृत्यु कहिले पनि बोल्नु हुँदैन नराम्रो कुराहरू बोल्नु हुँदैन हामीलाई प्रभुले चाहिँ के दिनुभएको छ भने चाहिँ सबै कुरा चाहिँ किन दिनुभएको यो संसारमा आज हामीले बाँच्नु चाहिँ किन चाहिँ दिएको किन भन्नु त किन चाहिँ हामीलाई चाहिँ यो संसारमा आएर बाँच्छौँ मान्छेले के भन्छ खाए सार मऱ्यो लाए सार मरेपछि लम्पसार भन्छ तर वचनले चाहिँ ठिक उल्टा चाहिँ के भन्छ भने यो सबै कुरा चाहिँ हाम्रो लागि त्यो कुरा होइन हामी चाहिँ किन भने चाहिँ हामीले चाहिँ अरूलाई चाहिँ आफूभन्दा कमजोरलाई चाहिँ आज हामीले के गर्नुपर्छ उठाउनुपर्छ मेरो कुरा बुझेको बुझेन र हामीले चाहिँ आफ्नो छिमेकीलाई चाहिँ हामीलाई चाहिँ आफूलाई जस्तो चाहिँ के गर्नुपर्छ हामीले प्रेम गर्नुपर्छ र आज मैले परमेश्वरको वचनलाई चाहिँ के ल्याएको छु भने चाहिँ मत्तीको किताबको चाहिँ 22 अध्यायमा चाहिँ के छ भने बिहा भोजको उखान छ क्या
यहाँ चाहिँ एउटा बिहा भोजमा चाहिँ के छ भने चाहिँ एउटा धनी मान्छेले चाहिँ बिहा भोज लगायो तर के भने त्यो कसलाई पनि निम्तो सबैलाई दियो तर निम्तो गर्ने चाहिँ कोही पनि आएन म भ्याउँदिनँ भन्यो कसैले म संसारमा व्यस्त छु भन्यो सबै कुरा गर्यो र त्यो उयसले चाहिँ के गरेको थियो भने चाहिँ बिहा भोजको मान्छेले चाहिँ मोटो मोटो कुराहरू सबै कुरा चाहिँ के गरेको थियो भने चाहिँ उसले चाहिँ के गरेको थियो बिहा भोजमा चाहिँ उसले चाहिँ राखेको थियो तर उसले चाहिँ के गर्यो भने चाहिँ उसले त्यो सबै कुरा चाहिँ त्यो बिहा भोजमा चाहिँ त्यो आशिष उसले बाँड्नै सकेन कति लाज मर्दो भयो भने त अहिले मेरो बर्थडे छ हो कि यहाँ केक छ सबै कुरा छ तिमीहरू आइँदैन भने कस्तो हुन्छ अघिसम्म मैले सासा सासा भनेर बोलाउँदा त कस्तो लाग्छ किन भन त तर त्यसरी नै सबै कुरा भएर पनि चाहिँ मान्छे नआइदिँदा कस्तो हुन्छ र परमेश्वर पिताले चाहिँ आज हामीलाई चाहिँ के भन्छ यो संसार चाहिँ हाम्रो लागि चाहिँ एउटा विवाह भोज जस्तै हो प्रभुले चाहिँ यहाँको आशिष उपभोग गर मेरो आशिष अनुसार हिँड भन्छु तर संसारमा चाहिँ हामी चाहिँ वचन आधारित चाहिँ होइन संसार आधारित हिँड्नु चाहिँ आज हामीलाई मजा लाग्छ र परमेश्वरको घरलाई चाहिँ आज हामीले चाहिँ के गर्छौँ भने चाहिँ हामीले चाहिँ अन्धकारमय बनाइदिन्छ र प्रभुले चाहिँ के भन्यो चाहिँ म चाहिँ के गर्छु अब यिनीहरूलाई मैले बोलाएँ यिनीहरू आउँदैन यिनीहरूलाई राम्रो कुरा मैले भन्दा यिनीहरू कहिले पनि आउँदैन अब चाहिँ तिमीहरूले स्ट्रिटहरूबाट चाहिँ बाटोबाट तिमीहरूले मान्छेहरू बोलाएर ल्याऊ त्यही वेश्याहरू त्यही मतवाला मान्छेहरू नराम्रो कुरा बोल्ने मान्छेहरूलाई चाहिँ लिएर आऊ र मेरो घर चाहिँ भरोस् भनेको छ मेरो कुरा चाहिँ बुझेको बुझेन र यहाँ चाहिँ परमेश्वरको घरमा चाहिँ यसै कारण प्रभु यीशु ख्रीष्टले चाहिँ वचनमा भन्नुभयो म चाहिँ धर्मीहरूलाई होइन म चाहिँ पापीहरूलाई बचाउन आएको भनेको यसै कारण चाहिँ हामीले चाहिँ यो ठाउँमा चाहिँ परमेश्वर पितालाई आज हामीले पाएको कारण चाहिँ एउटै कारणले हो त्यो चाहिँ हामी धर्मी भएर चाहिँ होइन तर हामी पापी भएर चाहिँ प्रभुले हामीले बचाउनु भयो मेरो कुरा बुझ्यो तर यहाँ वचनमा अझै एउटा कुरा चाहिँ के छ भने चाहिँ कोही चाहिँ बिहा भोजको घरमा आयो र पनि के उसले चाहिँ राम्रो लुगा नलगाए आज हामी के गर्छ आज हामीले राम्रो लुगा लगाएर हामीले बसिरहेको छ हो कि होइन एउटा बिहा भोजमा आएपछि चाहिँ हाम्रोमा चाहिँ के छ हामीले राम्रो लुगा लगाएर प्रभु यीशु ख्रीष्टको घरमा जाँदा पनि आज हामीले पुरानो लुगाहरू चाहिँ फ्याँकेर चाहिँ नराम्रो बानी व्यवहार सबै कुरा नराम्रो खानपिन सबै कुरा फ्याँकेर चाहिँ हामीले चाहिँ नयाँ चोला धारण गरेर चाहिँ आज हामी आउनुपर्छ बुझेको बुझेन यो चाहिँ वचनले चाहिँ यहाँ चाहिँ के भनेको छ भने चाहिँ तब राजाले नोकरलाई भने त्यसका हात खुट्टा बाँधेर त्यसलाई बाहिर अँध्यारोमा फालिदिए त्यहाँ रुवावासी र डाँडा किराय हुनेछ किनभने बोलाएका धेरै छन् चुनिएका थोरै मात्रामा छ बोलाउनु चाहिँ सबैलाई बोलाएको छ लन्डु फन्डु हग्ने मुत्ने सबलाई बोलाएको छ यहाँ छ होइन टाकटुकलाई बोलाएको छ तर यहाँ चाहिँ के छ भने चाहिँ एउटै कुरा चाहिँ के छ चुनिएको चाहिँ एकदम कम्ती मात्र छ र चुनिनुको लागि चाहिँ के हुन्छ हाम्रो जति पनि हाम्रो नराम्रो कुराहरू छ हामीले चाहिँ के गर्नुपर्छ हामीले चाहिँ त्यो फ्याँकेर चाहिँ हाम्रो नयाँ कुरा नयाँ चोला धारण गरेर मात्रै आज हामीले के हुन्छ क्रिस्मा आज चाहिँ हामीले के गर्छौँ हामी प्रभु यीशु ख्रीष्टको अगाडि हामी आउन पाउँछौँ बुझ्यौँ ल हामी के अरे प्रार्थना गरौँ मेरो चाहनु छोरी हामी सबैको लागि प्रार्थना गरिदिउँ ल धन्यवाद प्रभु आज हामी यसरी बसिरहेको छ प्रभु मेरो बाबुको बर्थडेमा र हामी यसरी तपाईँको वचन सुन्नु सकेको छ प्रभु त्यसमा धन्यवाद छ 50 वर्ष पुग्नु भएको छ अब मेरो प्रभु मेरो बाबा र अहिले तपाईँले उहाँलाई आजको दिन आशिष दिनुहोस् प्रभु हाम्रो डल्लै परिवारको लागि हामी धन्यवाद दिन्छौँ प्रभु तपाईँलाई हामी यसरी बसिरहेको छ प्रभु यसरी तपाईँको वचनहरू सुन्नु सकेको छ प्रभु मैले कविताहरू लेख्नु सकेँ प्रभु त्यो सबैको लागि धन्यवाद छ र आजको दिन राम्ररी बित्नु सकेको होस् प्रभु र आज आउने सब अझै सालहरूमा प्रभु मेरो पापाले तपाईँको आशिष सुरक्षा उपस्थिति सबै दिनुहोस् प्रभु उहाँले चाहेको सबै कुराहरू उहाँहरूले पाउनु सकेको होस् प्रभु आमा बाबुहरू सबैलाई प्रभु हाम्रो डल्लै परिवार मण्डलीलाई तपाईँको आशिष माग्दछौँ प्रभु सानो प्रार्थना परमेश्वर पितालाई प्रभु यीशु ख्रीष्टको नाम माग्दछौँ हाम्रो यो बाँड्नु पर्यो नि यो टेक दिस ल आउनु दिनु नि यहाँ ग्यासमै बाल्यो आई लाइक यो कवितास अलिकति अलिक हाम्रो अब क्यान्डल हाम्रो नभए त यसो गरेर मुखमा गमै हालिन्छ नि गर्नु के लगाएको हेर्नु त राम्रो प्यान्ट छैन अनि तातो हुन्छ नि यो तातो हुन्छ यो मलाई पनि गराउँदैन हामीले यो तातो हुन्छ 50 is not a waste year 5 वर्ष पुगेको बाबा no 50 years of यिनीहरू त experience 50 पुगे 70 71 कति जान्छ 72 कति जान्छ यसो तर 100 वर्ष चाहिँ नबाँच्छ ल
Happy birthday to you. Happy birthday to you. Happy birthday, dear त्यो CEO. अर्को छुरी कहाँ? Happy birthday to you. डल्ले त्यो डल्ले भन्नु त्यो डल्ले नि भन्नु And this is for my sister. सासाले मन पराउँछ छोरी बस्नु न बेली प्लस त्यो छोरी मैले तैँले फ्याँकेको मैले लगेको मैले पाएको थिएँ तैँले लगेको And this is for my dear. तैँले फ्याँक्थिस् It's very small, it's very small. मैले पनि त काटिदिनु ल म त सधैँ दिन्छु त भात चासा गएर सानो पापालाई आउनु पऱ्यो Small one. अब चाहिँ भात म त खाँदैन Thank you. भयो Wow. हालेँ Well, अब हामी we will go for dinner. त्यो होटेलमा गाना गाएको सुषमाको पालामा Dinner गएको चाचा मेरो चानी छोरी मेरो सासू पुचा यता हेर न पापा छन् साथीले पोट मेरो जानु मुचा हो चुचु चुचु गर्ने मुचा हो बाबाले के भिडियो र फोटो पठायो मलाई जानु मुचा हामी यसरी स्पटलाइट आइपुग्यौँ लेट्स गो सुषमा सी यू विथ सासू and this my dear daughter. This स्तुति होस् प्रभुलाई The fighter cocks, main fighter. अगाडि 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 हेर ऊ होइन ल्या हाम्रो स्पट ओ भयो